ओखलढुङ्गा प्राकृतिक सौन्दर्य, इतिहास र संस्कृतिले भरिएको जिल्ला। नेपालको पूर्वी पहाडी क्षेत्रमा अवस्थित ओखलढुङ्गा प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्त्व, बहुजातीय संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण जिल्ला हो। यो जिल्ला कोशी प्रदेश अन्तर्गत पर्दछ र सदरमुकाम सिद्धिचरण नगरपालिका हो। हरियाली डाँडाकाँडा, रमणीय गाउँ, खोला नाला, हिमाली दृश्य र सरल जीवनशैलीले ओखलढुङ्गालाई विशेष बनाएको छ। ऐतिहासिक पहिचान। ओखलढुङ्गा नेपाली साहित्यका महान कवि सिद्धिचरण श्रेष्ठको जन्मभूमिका रूपमा परिचित छ। जिल्लाको नाम ओखल धान कुट्ने परम्परागत साधन र ढुङ्गा शब्दबाट बनेको भनाइरहेको छ। यस जिल्लाले नेपालको राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। प्राकृतिक सौन्दर्य। ओखलढुङ्गामा चारैतिर हरियाली, पहाड, खेतीयोग्य जमिन, जङ्गल तथा खोला नालाले मन लोभ्याउने वातावरण सिर्जना गर्छ। यहाँबाट सगरमाथा क्षेत्रका केही हिम श्रृङ्खला समेत देख्न सकिन्छ। पर्यटनका हिसाबले जिल्लामा ग्रामीण पर्यटन, धार्मिक पर्यटन र प्राकृतिक पदयात्राको सम्भावना अत्यन्त राम्रो रहेको छ। संस्कृति र जातीय विविधता। ओखलढुङ्गामा शेर्पा, राई, तामाङ, मगर, गुरुङ, क्षेत्री, ब्राह्मण लगायत विभिन्न जात-जातिको बसोबास रहेको छ। यहाँका समुदायले आफ्नै भाषा, भेषभूषा, संस्कृति र चाडपर्वलाई जगेर्ना गर्दै आएका छन्। उभौली उधौली, ल्होसार, दशैं, तिहार, साकेला लगायतका पर्वहरू विशेष उत्साहका साथ मनाइन्छन्। कृषि र जीवनशैली। जिल्लाका अधिकांश नागरिक कृषि पेसामा निर्भर छन्। मकै, कोदो, धान, आलु, तरकारी तथा फलफूल उत्पादन यहाँका मुख्य कृषि गतिविधि हुन्। ग्रामीण जीवनशैली, परम्परागत घर र आत्मीय आतिथ्य ओखलढुङ्गाको विशेष पहिचान हो। विकास र सम्भावना। सडक सञ्जाल, शिक्षा, सञ्चार र पर्यटन क्षेत्रमा पछिल्लो समय उल्लेखनीय विकास हुँदै गएको छ। सिद्धिचरण राजमार्गले जिल्लालाई देशका अन्य भागसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ। युवा पुस्ताको सक्रियता, सञ्चार माध्यमको विस्तार तथा पर्यटन प्रवर्धनका कारण ओखलढुङ्गा भविष्यमा अझ सम्भावनायुक्त जिल्लाको रूपमा अघि बढिरहेको छ। छोटकरीमा प्रदेश। कोशी प्रदेश, सदरमुकाम सिद्धिचरण नगरपालिका। प्रमुख विशेषता: प्राकृतिक सौन्दर्य, साहित्यिक इतिहास, बहुजातीय संस्कृति। प्रमुख पेशा: कृषि। प्रसिद्ध व्यक्तित्व: सिद्धिचरण श्रेष्ठ। प्राकृतिक सुन्दरता, संस्कृतिको विविधता र आत्मीयताले भरिएको जिल्ला भनेर ओखलढुङ्गालाई चिनिन्छ। एन लाक्पा शेर्पा, खिजीदेम्बा गाउँपालिका, वडा नम्बर 9, ओखलढुङ्गा।